स्टक मार्केटमा पम्प एन्ड डम्प भन्ने शब्द सुन्नुभएको छ। धेरैले यही खेलमा लाखौं गुमाएका छन्। यो एक किसिमको ठगी वा स्क्याम हो, जहाँ केही चलाक ठगहरूले सस्ता मूल्यका स्टकहरूलाई झुटा खबर फैलाई अथवा प्रचारबाजी गरेर पम्प गर्ने गर्दछन्, अर्थात् यसको मूल्य जबरजस्ती बढाइन्छ। 25 दिन में पैसा डबल, 25 दिन में पैसा डबल। अनि सामान्य लगानीकर्ताहरू पैसा छिटो कमाउने होडमा त्यस्ता स्टकहरू किन्नलाई पछि लाग्छन् र त्यही मूल्य बढेको मौका छोपेर ती ठगहरू भने चाहिँ आफ्ना स्टक सबै बेचेर भाग्छन्, जसलाई डम्प भनिन्छ। नतिजा मूल्य 81 घट्छ र सामान्य लगानीकर्ताहरूले धेरैभन्दा धेरै घाटा बेहोर्नु पर्ने अवस्था आउँछ। त्यसैले अनलाइनहरूबाट आउने हल्ला र अनधिकृत ग्रुपहरूबाट आएका टिपहरूको आधारमा लगानी नगर्नुहोस्। लगानी गर्नु अघि अध्ययन गर्नुहोस् र सुरक्षित हुनुहोस्।